अ, आज चाहिँ हामी प्लस माइनस 15 भोल्टको डुअल रेल सप्लाई बनाउन जाँदैछौँ। यो एनालग इलेक्ट्रोनिक्सहरूबाट काम गर्दाखेरि चाहिँ प्लस माइनस 15 भोल्ट हामीलाई चाहिरहेकै हुन्छ कि नर्मली त्योभन्दा नि माथि पुग्न सक्छ, तर प्लस माइनस 15 भोल्ट चाहिँ एउटा स्ट्यान्डर्ड हो होइन। त्यो स्ट्यान्डर्डको रूपमा युज गरिन्छ प्लस माइनस 15 भोल्टलाई। सो के अनसेन्ट मेसेज भनेर आइरहेको फेरि। सो सुरु गरौँ न त होइन। अब हाम्रो यसमा चाहिँ मेन हाम्रो सुरुमा इनिसियल डिसी सप्लाई भने चाहिँ 30 भोल्ट हो। 30 भोल्टको लागि हामीसँग त्यस्तो केही इक्विपमेन्ट, त्यस्तो केही आइसी त हुँदैन 30 भोल्ट निकाल्ने। हाम्रो जेनरल सप्लाई पनि अब मोबाइलको चार्जर हुन्छ नि, त्यो एडाप्टरबाट 5 भोल्ट आउँछ, अहिले कुनै कुनै 12 भोल्ट पनि आउँछ जस्तो लाग्यो। त्यो 5 भोल्ट त्यस्तो हो। मैले चाहिँ घरमा बनाउँदा चाहिँ के गरेँ भने त्यो 5 भोल्टको एडाप्टरलाई एउटा बुस्ट कन्भर्टरमा फिड गरेँ, अनि बुस्टले चाहिँ 30 भोल्ट निकाल्छ। अब यसलाई धेरै करेन्ट त्यस्तो चाहिँदैन हामीलाई ओप्याम्प अपरेसनमा, किनभने त्यस्तो करेन्ट ड्रोइङ पनि त होइन नि त अपरेसन एम्प्लिफायर त। इनपुट इम्पेडेन्स त्यसको इन्फाइनेटै मान्छौँ आइडियल केसमा। सो त्यति हाई करेन्ट त हामीलाई चाहिँदैन। सो एउटा चिप त्यो 150-100 रुपियाँमा आउनेवाला बुस्ट कन्भर्टर लिँदा नि हुन्छ। MT3608 भन्ने एउटा मोडल छ, MT3608 भन्ने बुस्ट कन्भर्टर मोडल छ। त्यो चाहिँ कति परेको थियो मलाई, सायद 150 परेको थियो। त्यही त्यसकै आउटपुट 30 भोल्ट फिड गर्छु होइन। सो लेट्स स्टार्ट। अब मलाई सुरुमा के चाहियो, आफ्नो डिसी पावर जुन बुस्ट कन्भर्टर छ त्यो डिसी पावर भनेर लिन्छु म एउटा। डिसी पावरमा मसँग डिसी पावर भनेर यहाँ एउटा ब्याट्री छ। सो यो ब्याट्री मैले युज गरेँ डिसी पावर सोर्समा। यो चाहिँ मेरो 30 भोल्ट हुनेवाला छ। अब त्यसपछि के गर्छु भने दुईवटा रेजिस्टर्स, अब सफिसियन्टली लार्ज रेजिस्टेन्स भ्यालु, किनभने हामीलाई त्यो रेजिस्टरबाट फ्लो हुने करेन्ट चाहिँ मिनिमाइज गर्नु छ, हामीलाई धेरै करेन्ट तान्नु छैन। सो लार्ज रेजिस्टेन्स भ्यालुज युज गर्छौँ। अनि भोल्टेज डिभाइडर नेटवर्क क्रिएट गर्छौँ। भोल्टेज डिभाइडर नेटवर्क चाहिँ किनभने हामीलाई एउटा रिफरेन्स ग्राउन्ड चाहिएको छ, एक्चुअल ग्राउन्ड होइन तर ग्राउन्ड रिफरेन्स हामीले युज गर्छौँ त्यो दुइटा रेजिस्टर्सको बिचबाट होइन। सो म यहाँ रेजिस्टर्समा गएर 10 किलो ओम चाहिँ मलाई सफिसियन्ट हुन्छ। जति जति धेरै छ त्यति राम्रो हो यो बिचको रेजिस्टर्सहरू चाहिँ होइन। करेन्ट सकेसम्म फ्लो नगराउँ भन्ने हो त्यहाँको हाम्रो अब्जेक्टिभ चाहिँ। अब 10 किलो ओम चाहिँ इनफै हुन्छ। 100 किलो ओम छ तपाईँहरूसँग भने 100 किलो ओम युज गर्दा झन् बेटर। 10 किलो ओमलाई भोल्टेज डिभाइडर एउटा बनाउनु पर्छ। सो यो भयो। अर्को यहाँ यो भयो नि त एउटा भोल्टेज डिभाइडर, यो दुइटा रेजिस्टेन्सले दिन्छ हामीलाई। यसलाई कनेक्ट गरिदिउँ, अलिकति माथिबाट गरौँ। ओके, यो हाम्रो भयो, यो पनि हाम्रो भयो। सो अब यो दुइटाको बिचको हाम्रो रिफरेन्स चाहिँ हाम्रो ग्राउन्ड रिफरेन्स हुन्छ होइन। अब जुन पनि अब हामीले 12 भोल्ट दिएछौँ भने अब हामी यहाँ 30 भोल्ट दिन्छौँ। 30 भोल्ट इनपुट हो हाम्रो होइन। सो हाम्रो यो रिफरेन्स ग्राउन्ड भयो, यसलाई हामीले ग्राउन्ड रिफरेन्स लियौँ भने यो नोड र यो नोडको रिफरेन्समा हामीले 15 भोल्ट पाउँछौँ, अनि यो नोड र यो नोडको रिफरेन्समा हामीले -15 भोल्ट पाउँछौँ। 30 भोल्ट भोल्ट कसरी भयो, 30 भोल्ट। ओके, एकचोटि म टेस्ट गरेर नि देखाउँछु तपाईँलाई। मल्टिमिटर छ मसँग यहाँ। सो यो नोड र यो नोडको डिफरेन्स एउटा लिएँ, त्यसपछि अर्को अर्को भोल्ट मिटरबाट यो हाम्रो पोजिटिभ हुनेवाला है। फेरि यसको कुनलाई पोजिटिभ टर्मिनल र कुनलाई नेगेटिभ टर्मिनलमा राख्ने चाहिँ अलिकति ध्यान दिएर गर्नुपर्ने हुन्छ। वायरिङ मिलेन मेरो। ओके, सो एकचोटि म यसलाई रन गर्छु। लेट्स सी यसमा कति आयो। यसमा 15 भोल्ट छ, यसमा -15 भोल्ट छ होइन। सो हाम्रो +-15 भोल्ट त यहाँ आइसक्यो। यतिमै त सकेको छैन, किनभने म एउटा प्रब्लम आउँछ यो सर्किटमा, म तपाईँलाई एकछिनमा देखाउँछु। अब नर्मली हाम्रो लोड भने अब भोल्ट मिटर त लोड होइन नि त। हाम्रो भोल्ट मिटरको त एकदम कम रेजिस्टेन्स हुन्छ। सो त्यो धेरै करेन्ट ड्र गर्दैन त भोल्ट मिटरले त। हाम्रो करेन्ट अब जुन जब एउटा लोड आउँछ जसले करेन्ट ड्र गर्छ, हाम्रो अहिले त करेन्ट फ्लो हुने भने यही एउटा भोल्टेज डिभाइडरबाट मात्रै हो। अब करेन्ट ड्रोइङ लोड आइसी चाहिँ के कस्तो इफेक्ट आउँछ त यो सर्किटमा, त्यो हेर्छौँ है त। म एउटा सिम्पल रेजिस्टिभ लोड युज गर्नेवाला छु यहाँ। समथिङ 5 किलो ओमको लोड युज गरेर मैले यहाँ
त्यसलाई +15 भोल्ट सप्लाई दिँदाखेरि हामी त यहाँ राख्नु पर्यो। सो 5 किलो ओमको लोड युज गरेँ मैले यहाँ। त्यो गर्दाखेरि हाम्रो यो रिफरेन्स ग्राउन्डमा कनेक्ट गरेँ। अब चाहिँ एकचोटि चेक गरौँ है त भोल्ट मिटरमा के आउँछ। ±15 भोल्टै आउनु पर्ने हो हाम्रो आइडियल केसेसमा चाहिँ होइन, तर आउँछ कि आउँदैन वी हेभ टु चेक द्याट। यहाँ चेक गरौँ एकचोटि, यसमा मात्रै चेक गर्दा नि हुन्छ 15 भोल्ट आएको छ कि छैन। अहिले हामी हेर्न सक्छौँ 7.5 भोल्ट आयो। किन किन त 7.5 भोल्ट आयो? किनभने जब हामीले यो लोड रेजिस्टेन्स यहाँ हाल्यो, लोडिङ इफेक्ट आयो कि यहाँ लोडिङ इफेक्ट आयो। अब हाम्रो इफेक्टिभ रेजिस्टेन्स त हाम्रो के छ, यो दुइटा प्यारल 10 प्यारल 5 गर्दा कति आउँछ त 50/15 आयो, समथिङ 3 पोइन्ट समथिङ किलो ओम छ यहाँ, 3 अनि 10 किलो ओम छ यहाँ। मतलब भोल्टेज त इक्वली डिभाइड भएन नि यो भोल्टेज डिभाइडेड नेटवर्कमा, किनभने 10 किलो ओम प्यारल 5 किलो ओम समथिङ 3 पोइन्ट समथिङ किलो ओम आयो, अनि यहाँ 10 किलो ओम आयो। त्यसको मतलब म्याक्सिमम भोल्टेज ड्रप त यहाँ आयो। मतलब अब मैले यहाँनिर एकचोटि फेरि चेक गर्नु खोजेँ, यहाँनिर चाहिँ कति छ भोल्टेज त हाम्रो चेक गर्ने है त। हाम्रो आइडियल केसमा त ±15 भोल्टै आउनु पर्ने हो, तर आएको थिएन। अब यसमा कति आएको छ चेक गर्छु। हेर्नु -22.5, -22.5 यहाँ आएको छ, अनि यहाँ त 7.5 आयो। यो दुइटा जोड्दाखेरि हामीले -22.5 लाई एब्सोल्युट भ्यालु लिउँ होइन, 22.5 + 7.5 हाम्रो कति छ 22.5 मा 0.5 0 23, 23 मा 7 जोड्दा 30 भोल्ट। सो यो 30 भोल्ट चाहिँ अनइभनली डिभाइड भएको छ। ±15 भोल्ट आउनु पर्ने, तर लोडिङ इफेक्टको कारणले गर्दा यहाँ ±15 भोल्ट आएको छैन। सो यो लोडिङ इफेक्टलाई हामीले कसरी रिड्युस गर्ने त त्यो हेर्छौँ अब नेक्स्ट स्टेपहरूमा। मैले यो हटाइदिएँ, यो रेजिस्टर पनि हटाइदिएँ। सो फर्स्ट स्टेजमा हामीले के गर्छौँ भने एउटा बफर सर्किट क्रिएट गर्छौँ। अब बफर सर्किट भन्नाले चाहिँ के हुन्छ भने हामीले जति भोल्टेज त्यसलाई इनपुट दिन्छौँ त्यति नै आउटपुट निकालिदिन्छ कि, त्यो केही एम्प्लिफाई केही गर्दैन, जति दियो त्यति नै निकालिदिन्छ। तर जति नै त्यति निकाल्ने भन्दा किन हामी बफर सर्किट युज गर्नु, त्यो एउटा गुड क्वेसन हुन्छ। तर त्यो युज गर्नुको कारण चाहिँ के हो भने मैले भने नि, अब हाम्रो लोडिङ इफेक्ट आएको छ, मतलब करेन्ट हाम्रो यता डाइभर्ट भइरह। अब बफर सर्किटले चाहिँ के गर्छ भने त्यति नै भोल्टेज त दिन्छ, हामीले रिफ्लेक्ट ब्याक त गरिदिन्छ, बट हाई करेन्ट ड्राइभ पनि गरिदिन्छ कि। अब हाम्रो एउटा बिजेटीको नि हुन्छ नि, हाम्रो बिजेटीमा हाम्रो के अरे सोर्स फलोवर, होइन सोर्स फलोवर त हाम्रो मस्पेटमा भयो, यता एमिटर फलोवर भनेर हुन्छ कमन कलेक्टर कन्फिगुरेसनमा। त्यसले नि हाम्रो लगभग एम्प्लिफिकेसन चाहिँ 1 को एम्प्लिफिकेसन दिन्छ, मतलब जस्तो इनपुट आयो त्यस्तै आउटपुट वेभ फर्म हुन्छ। बट त्यसले चाहिँ के गर्छ भने त्यसको आउटपुट इम्पिडेन्स चाहिँ यति कम हुन्छ कि। सो आउटपुट इम्पिडेन्स कम भयो भने हाम्रो लास्ट आउटपुट स्टेजमा हामीले त्यो बफर हाल्यो भने त्यसले हाई करेन्ट रिक्वायरिङ लोडलाई ड्राइभ गर्न सक्छ। किनभने अब लोडिङ इफेक्टलाई हटाउनलाई त हामीले त्यसै गर्नु पर्यो, किनभने बफर त गर्नु पर्यो। सो फर्स्ट स्टेजमा हामी केले बफर गर्छ भने हामी अपरेसनल एम्प्लिफायरले बफर गर्छौँ। सो म एउटा अप एम्प लिन्छु, जस्तै जेनेरिक अप एम्प लिँदा नि हुन्छ, बट बेस चाहिँ रेल टु रेल आउटपुट दिने खाले अप एम्प लिँदा हुन्छ। LM328 अप एम्प चाहिँ मास्टर डाटाबेस के हो, क्यापिटलमा लेख्नुपर्छ फेरि यो त। LM328 किन कम्पोनेन्ट देखाएन, लेट मी डु इट वन्स अगेन। LM36 LM358 पो हो त साथी, सरी 358 के 328 पो लेखिरहेको रहेछ। LM358 छ, LM358N भन्ने हुन्छ, यो टेक्सस इन्स्ट्रुमेन्ट्सको हो, यो युज गर्छु म N भन्ने। सो न्यू कम्पोनेन्ट, ओके यो हाम्रो भयो हेर। अब बफर गर्नलाई पोजिटिभ टर्मिनल युज गर्छौँ हामीले। यहाँ हाम्रो भयो, क्यान्सलमा जाऊँ। अब यो भएपछि हामीले सुरुमा बायसिङ भोल्टेजहरू दिन्छौँ। बायसिङ भोल्टेज चाहिँ त्यही हो +30 भोल्ट माइनस। अब हामी के बफर गर्ने त, यो यहाँको भोल्टेज यो नोड भोल्टेज बफर गर्ने कि यो नोड भोल्टेज बफर गर्ने। हामीले यसमा के बफर गर्छौँ भने हामीले ग्राउन्ड रिफरेन्स भोल्टेजलाई बफर गरिदिन्छौँ कि, मतलब यो चेन्ज नहोस्, यो चाहिँ लोडले यसलाई असर नगरोस्। लोडले जुन करेन्ट ड्र गर्छ नि, मतलब बफरको काम चाहिँ के हुन्छ भने अब हामीले सपोज मैले अब यहाँनिर कुनै एउटा लोड राखिदियो भने होइन, यहाँ लोड राखेर यहाँ कनेक्ट गरिदियो भने यो नोड र यो आउटपुट बफरवाला आउटपुट गरेर कनेक्ट गरिदियो भने यसको करेन्ट चाहिँ के हुन्छ, सिधै यहाँबाट तान्छ कि, यो नोडलाई असर गर्दैन, यो कन्फिगरेसन यो भोल्टेज डिभाइडरलाई असर गर्दैन। यहाँ जति करेन्ट फ्लो हुन्छ त्यो त्यति नै करेन्ट फ्लो हुन्छ, यतातिर केही चेन्ज आएन। बट यता जुन करेन्ट आउँछ यो यताबाट तान्छ कि यसले। सो लोडिङ इफेक्ट चाहिँ हामीले त्यसले रिड्युस गर्छौँ। तर कति हदसम्म रिड्युस गर्छ, त्यो एउटा मात्रै बफर स्टेजले हामीलाई त्यति लोडिङ इफेक्टको असर चाहिँ मिनिमाइज गरिदिँदैन। सो हामीले मल्टिपल स्टेजेसहरू पनि युज गर्नुपर्ने हुन्छ, त्यो चाहिँ आफ्नो रिक्वायरमेन्ट अनुसार हामीले चुज गर्नुपर्ने हो।
सो यो मैले डिलिट गरिदिएँ। सो मैले यो भोल्टेजलाई बफर गरिदिएँ। अब नेगेटिभ फिडब्याक कन्फिगरेसन हो। नेगेटिभ फिडब्याक चाहिँ म फाइनल आउटपुटबाट लिन्छु, किनभने त्यसले गर्दा हामीलाई बेटर स्टेबिलिटी पाइन्छ। अब यस्तो फिडब्याक युज गर्दा चाहिँ हामीले स्टेबिलिटीको पनि कन्सिडरेसन चाहिँ गर्नुपर्ने हुन्छ। सो यति गर्दा हाम्रो हुन्छ कि हुँदैन त, लेट्स चेक। एक्चुअली म यहीँ नै नेगेटिभ फिडब्याक दिएर चेक गर्न चाहेँ। सो नेगेटिभ फिडब्याक यहाँ छ। अब लेट्स चेक है त, मल्टिमिटरसम्मसँग यहाँ आफ्नो। सो यहाँ हाम्रो आउनुपर्ने 15 भोल्ट आउनुपर्ने हो। अब कति भोल्ट आउँछ लेट्स चेक। -15 भोल्ट, 15 भोल्ट। नो लोड अपरेसनमा त हाम्रो चाहेको जस्तै आइरहेछ। अब लोड अपरेसनमा हाली हेरौँ न त, लोड अपरेसनमा के हुँदो रहेछ त। सो एउटा लोड लिएँ मैले, रेजिस्टिभ लोड 5 किलो ओमकै लिएँ, अघि स्ट्यान्डर्डै थियो। 5 किलो ओमको एउटा लोड लिएँ। सो यसको पोजिटिभ टर्मिनल गएर यहाँ जोडिदियो, यसको नेगेटिभ टर्मिनल गएर यहाँ जोडिदियो। मैले अब यो रन गरेँ भने अब हाम्रो के आउँछ, प्लस माइनस 15 भोल्ट आउँछ त, आउनु त पर्ने हो। बफर पनि युज गरिसक्यौँ, बट आइरहेको त छैन। वाट इज द प्रब्लम? के प्रब्लम छ त्यहाँ? यो बढी त रहेछ तर कहिले नि यसले 15 भोल्ट चाहिँ छुँदैन है। सो यहाँ पनि घटी त रहेछ तर यसले -15 भोल्ट चाहिँ छुँदैन। वाट इज द प्रब्लम? अब त्यो हामीले प्रब्लम फिक्स गर्नु पऱ्यो। नेगेटिभ फिडब्याकले गर्दा यो घट्दैछ छ, बट धेरै टाइम लाग्छ यो घट्नलाई, अति धेरै टाइम लाग्छ। सो हामीले अब अर्को एउटा स्टेज इन्ट्रोड्युस गर्नेवाला छौँ यहाँ। अब आउटपुट स्टेजहरूमा हामीले क्लास ए एम्प्लिफायर, क्लास बी एम्प्लिफायर भनेर पढेको छौँ होइन, आउटपुट पावर एम्प्लिफायर्सहरूमा। अब क्लास ए एम्प्लिफायरमा चाहिँ के हुन्छ भने हाम्रो इफिसियन्सी नै दिँदैन है क्लास ए एम्प्लिफायरले। 25% इफिसियन्सी दिन्छ। अब त्यो ट्रान्सफर्मर कपल्ड भन्ने हुन्छ, त्यसले 50% दिन्छ, तर हामीसँग ट्रान्सफर्मर छैन। हामीले सानो सर्किट, सानो मतलब सर्फेस एरियामा बनाउँदैछौँ। ट्रान्सफर्मर महँगो पनि पर्छ। यति सबै सर्किटको लागत हाम्रो 80 रुपियाँ 100 रुपियाँमा आउनुपर्ने हो कि। सो ट्रान्सफर्मर अलिकति महँगो पनि पर्यो, त्यही भएर ट्रान्सफर्मर हामीले अभोइड गर्छौँ। सो हाम्रो बजेटमा हुने गरी र हाम्रो इफिसियन्सी पनि त्यति धेरै ट्रेड अफ नहोस् कि इफिसियन्सी पनि डिसेन्ट इफिसियन्ट। 25% इफिसियन्सी भने त हाम्रो अति कम भयो नि। 100 रुपियाँमा 75 रुपियाँ ट्याक्सै तिर्नु पऱ्यो भने त के मतलब? अब अलिअलि भयो नि, 50 रुपियाँ ट्याक्स तिरौँला होइन, 75 रुपियाँ त तिर्न मन त लागेन, बरु आधी आधी गरौँला होइन। सो के छ हामीसँग अर्को अप्सन भन्दाखेरि क्लास बी टाइपको पावर एम्प्लिफायर, के अरे आउटपुट स्टेजमा क्लास बी टाइपको एम्प्लिफायर, जसलाई हामीले भन्छौँ पुस पुल एम्प्लिफायर। पुस पुल एम्प्लिफायर हामीले युज गऱ्यो भने हामीले 50% इफिसियन्सी पाउँछौँ। अनि त्यसमा अब प्रब्लमहरू क्रस ओभर डिस्टोर्सनहरू चाहिँ आउँछ, तर हामीले त्यति कन्सर्निङ छैन कि अहिलेको हाम्रो यो केसमा क्रस ओभर डिस्टोर्सन त्यति हामीलाई एफेक्ट गर्दैन। अनि त्यस्तै एफेक्ट गर्छ भने हामीले क्लास एबी पनि इम्प्लिमेन्ट गर्नु सक्छौँ। क्लास सी एम्प्लिफायरको क्लासेसहरू त टन्नै छ, बट हामीले आफ्नो बजेट हेरेर होइन, हामीसँग कति पैसा छ अहिले, सानो एउटा मिनी प्रोजेक्ट गर्दैछौँ। सो क्लास एबीको पुसपुल एम्प्लिफायर चाहिँ बेस्ट हुनेवाला छ यसको लागि। पुसपुल एम्प्लिफायरको लागि के हुन्छ, एउटा पिएनपी हुन्छ, एउटा एनपिएन। पुस गर्नलाई, सिग्नललाई माथि पुल गर्ने एउटा पिएनपी कि त एनपिएन नै आफ्नो आफ्नो रोल प्ले गर्छ कि, एउटाले पुल गर्छ एउटाले पुस गर्छ। अपरेटिङ पोइन्टको ठ्याक्कै एजमा हामीले यसलाई सेट गर्छौँ कि ठ्याक्कै यता हुँदाखेरि। सो हाम्रो एउटा लोड लाइन स्ट्रेट लाइन हुन्छ नि त, एउटा स्ट्रेट लाइन हाम्रो एउटा लोड लाइन हुन्छ। यस्तो देखाउन चाहेँ, यस्तो हुन्छ। अब हाम्रो यहाँ ग्राफ हुन्छ, यहाँ करेन्ट अनि यहाँ भोल्टेज हुन्छ नि त हाम्रो। सो एउटा हाम्रो त्यो भने चाहिँ लोड लाइन चाहिँ हाम्रो यस्तो बाङ्गो लाइन कर्भ देखाउनु मिल्दैन चाहिँ यस्तै चाहिँदो रहेछ। सो यो समथिङ एङ्गलमा एउटा यस्तरी ढल्केर आउँछ कि, यस्तरी ढल्केर आउँछ। सो क्लास बी एम्प्लिफायरमा चाहिँ हामीले के गर्छौँ भने यताको ठ्याक्कै एज अफ द यो कट अफ रिजन छुनी ठाउँमा, अनि यता पनि कट अफ छुनी ठाउँमा कि कुनैमा बी, यहाँ हाम्रो के हुन्छ, यहाँ हाम्रो आइसी करेन्ट भयो होइन, कलेक्टर करेन्ट। यता हाम्रो के हुन्छ, के हुन्छ त भिसी, भिसी हुन्छ हाम्रो कलेक्टर एमिटर भोल्टेज। सो ठ्याक्कै यति यो लोड लाइनको एउटा यति पोइन्टमा पोजिटिभ हाफ साइकलमा मात्रै करेन्ट फ्लो गर्ने गरी कि यतिमा, योभन्दा तल त भिसीमा त हाम्रो आइसी फ्लो भएको छैन। सो पोजिटिभ हाफ साइकलमा मात्रै फ्लो हुने गरी, यहाँ पनि ठ्याक्कै पोजिटिभ हाफ साइकलमा मात्रै फ्लो हुने गरी, होइन नेगेटिभ हाफ साइकलमा मात्रै फ्लो हुने गरी। मतलब एउटा ट्रान्जिस्टरले चाहिँ एउटा साइकल 180 डिग्री फेजमा
के अरे हाफ साइकलको लागि मात्रै कन्डक्ट गरोस् कि कन्डक्सन करेन्ट चाहिँ आइसी करेन्ट चाहिँ हाफ साइकलको लागि मात्रै फ्लो होस् एउटा ट्रान्जिस्टरबाट। सो पिएनपीले आफ्नो एउटा हाफ साइकल कन्डक्ट गर्छ, एनपिएनले आफ्नो एउटा हाफ साइकल कन्डक्ट गर्छ। त्यसले गर्दा हाम्रो इफिसियन्सी चाहिँ बढ्छ कि, किनभने हामीलाई नचाहे बेला ट्रान्जिस्टर बायस भइरहँदैन कि कलेक्टर करेन्ट फ्लो भइरहँदैन। किनभने अब क्लास ए एम्प्लिफायरमा चाहिँ हाम्रो के छ भने हाम्रो कुनै पनि अब इनपुट सिग्नलै छैन भने होइन, ट्रान्जिस्टर अब इनपुट सिग्नल पनि ध्यानै छैन भने जति पनि जस्तो होस् कि पोजिटिभ हाफ साइकल होस् नेगेटिभ हाफ साइकल हो, हाम्रो अब लोड लाइनको बिचमा बायस गरेका छौँ भने त सम कलेक्टर करेन्ट सम भोल्टेज कलेक्टर एमिटर भोल्टेज त जहिले रहिरहन्छ। त्यो करेक्ट फ्लो भएपछि त हाम्रो पावर कन्जम्सन भइरहन्छ। सो त्यो चाहिँ हाम्रो इफिसियन्ट भएन कि यसले चाहिँ ठ्याक्कै एज अफ द लोड लाइन हुन्छ नि त। अब नेगेटिभ हाफ साइकलमा बन्दै भइदियो, आधीमा मात्रै काम गर्यो, यता पनि आधीमा मात्रै काम गर्यो, माथिपट्टि पनि तलकोमा बन्दै भइदियो भनेपछि त 50% इफिसियन्सी आयो। 25% भन्दा 50% भन्दा धेरै नै हो नि, डबल द इफिसियन्सी भयो। सो क्लास बी पुस पुल एम्प्लिफायर हामी युज गर्छौँ। यसमा अब कमन एमिट के अरे कमन कलेक्टरवाला एमिटर फलोवर पनि युज गर्न सकिन्छ, बट इफिसियन्सी पनि अलिकति कन्सिडरेसन गर्नै पऱ्यो कि, किनभने 3 रुपियाँ त हो नि एउटा पिएनपी एक्स्ट्रा किन्नु पऱ्यो। 3 रुपियाँ तार पनि थोरै लाग्छ, त्यति धेरै तार लाग्दैन यसको लागि। सो इनर्जी चाहिँ सेभिङ्स हुन्छ, इफिसियन्ट चाहिँ छ पिएनपी र एनपिएन। अब नेपालतिर मजाले पाइने पिएनपी र एनपिएन भनेर 547 र 557 फ्यामिली हो। 547 बिसी 547 भनेर पाइन्छ, बिसी 547 भनेर एउटा ट्रान्जिस्टर आउँछ, बिसी 547 जुन दिँदा नि हुन्छ, बिपी के आउँछ होइन। सो यो एउटा, अनि पिएनपीमा हाम्रो बिसी 557 भन्ने आउँछ, बिसी 557 भनेर आउँछ। बिजी नै ल्याए जस्तो लाग्यो, बिजी नै लिउँ अहिले पनि। ओके, बिसी 557 भनेर आउँछ। यसलाई गरौँ, बायसिङ भोल्टेजहरू पनि दिउँ यसलाई। सो दुवैको इनपुट चाहिँ हाम्रो यो ओप्याम्पको आउटपुट हो। अब यसको आउटपुट भनेर चाहिँ के हुन्छ, कहाँबाट आउँछ भने यसको आउटपुट चाहिँ यहाँ बिचमा एनपिएनबाट अब हामी एमिटरबाट लिन्छौँ, किन कमन कलेक्टर टाइपको कन्फिगरेसनमा हामी गर्थ्यौँ, एमिटरबाट आउटपुट लिन्छौँ, अनि यसमा पनि एमिटरबाट हामी आउटपुट लिएर आउँछौँ। यसलाई चाहिँ मैले इन्भर्ट गरिदिनुपर्छ सर, सरी यसलाई एकचोटि इन्भर्ट गरिदिन्छु म। दुवैको एमिटरबाट मात्रै लिनु मिल्छ त, त्यही भएर हाम्रो एमिटर त यहाँ तल छ। सो पिएनपीको लागि म ठ्याक्कै इन्भर्ट गरिदिन्छु एमिटरलाई माथि आउने गरी। सो यो हाम्रो आउटपुट पनि व्यवस्था भयो, बायसिङ भोल्टेज पनि दिन्छु म, सप्लाई भोल्टेज पनि ल भयो। सो यो हाम्रो फर्स्ट स्टेजको आउटपुट भयो। अब यहाँ यसलाई हामीले चेक गर्दाखेरि नि हाम्रो प्लस माइनस 15 भोल्ट चाहिँ आउँछ। नो लोड अपरेसनमा त जहिले पनि दिन्छ यो 15 भोल्ट, प्लस माइनस 15 भोल्ट। किन कनेक्ट भएन ल, यसमा मात्रै चेक गरौँ। 15 भोल्ट दियो भने यसमा -15 भन्ने बुझिहालिन्छ, किनभने 30 भोल्ट डिभाइड त हुने हो नि, त्योभन्दा बढी जाँदैन। 29 भोल्ट छ त किन होला यस्तो, वाट माइट बी द रिजन, किनभने हामीले फिडब्याक लुपलाई कम्प्लिट गरेको छैन। त्यसो भए यो स्टेज हाम्रो काम गर्दा चाहिँ फिडब्याक चाहिँ अब के हुन्छ, फिडब्याक नेगेटिभ फिडब्याक युज गर्दा इरर करेक्सन हुँदै आउँछ, कन्ट्रोल सिस्टममा पढेकै हो। अब हाम्रो फाइनल आउटपुटमा यसलाई मैले फिडब्याक जोडिदिएँ। सो लेट्स चेक। अब चेक गर्दा कति आयो, 15 भोल्ट आयो, मतलब यहाँ -15 भोल्ट आएकै छ। अब लोड अपरेसन हेरौँ। अब लोड अपरेसनमा चाहिँ के 5 किलो ओमको फेरि एउटा रेजिस्टर युज गरेँ मैले, 5 किलो ओम रेजिस्टर घुमाइदिएँ टक्क लगाएर। अब यसलाई जोड्नु पर्यो, रेफरेन्स ग्राउन्डमा जोडिदिएँ, अर्को यता भोल्टेजमा जोडिदिएँ। अब कति भोल्टेज आउँछ त हाम्रो यहाँ, simulation errors occur, will you like to convergence assist to attempt to resolve the problem automatically। अब कन्भर्जेन्स भइरहेन भनेर भन्छ, किन होला त यस्तो, किनभने हाम्रो यो नेगेटिभ फिडब्याकले चाहिँ अलिकति कन्भर्जेन्समा इरर देखाइदिन्छ कहिले सिमुलेटरहरूमा। अब हामीले यसलाई फिक्स गर्न चाहिँ के गर्नुपर्छ भने आफ्नो सेटिङ्समा जाने, सिमुलेसन सेटिङ्समा जाने, इन्टिग्रेसन मेथडलाई ट्रापेजोइडल मेथड लाने। ट्रापेजोइडल मेथड चाहिँ मच सुइटेड फर कन्भर्जेन्स हुन्छ। ट्रापेजोइडल मेथड भने चाहिँ एउटा न्युमेरिकल एनालिसिस मेथड हो इन्टिग्रेसन सल्भ गर्नको लागि। अरू सिम्सन्स मेथड, अरू के टन्नै मेथड हुन्छ, न्युटन्स क्वाड्रेचर कर्वेचर के मेथड हुन्छ, त्यसबाटै डिराइभ टाइपको ट्रापेजोइडल मेथड बेटर फर कन्भर्जेन्स। त्यही भएर करेन्टली चाहिँ मैले के गरेँ भने नेगेटिभ फिडब्याकलाई अगाडि पछाडि सारेर यतिसम्ममै नेगेटिभ फिडब्याक दिएँ होइन। जसरी 14.692 भोल्टेज चाहिँ आइरहेछ, किनभने यसले अब यसको इरर आउँछ कि यसमा चाहिँ नेगेटिभ भोल्टेजलाई के अरे फिडब्याक यहाँबाट दिएपछि हाम्रो यसले रेल टु रेल चाहिँ दिन सक्दैन रहेछ। अलिकति 15 प्लस माइनस 15 भोल्टभन्दा अलिकति कमै दिन्छ कि,
अलिकति कमै दिन्छ। हामीले कहिले पनि आइडियल आउटपुट चाहिँ पाउँदैनौँ इलेक्ट्रोनिक्स अब कम्पोनेन्टमा। समको हुन्छ नि टलरेन्स हुन्छ, अलिअलि रेजिस्टेन्स तल माथि हुन्छ, सम इन्टरनल रेजिस्टेन्स हुन्छ, सम कप्लिङ फ्याक्टर हुन्छ, नोइज सोइज के जे पाए त्यही कुराले इन्भाइरोमेन्टले असर गरिदिरहेको हुन्छ। हाम्रो ट्रान्जिस्टर पनि अब डिपेन्डेन्ट अन एब्सोल्युट टेम्परेचर हो, थर्मल भोल्टेजमा डिपेन्ड गर्छ होइन। बोल्ट्जम्यान कन्सटेन्ट इन्टु एब्सोल्युट टेम्परेचर डिभाइड बाई चार्ज भन्ने हुन्छ त थर्मल भोल्टेजको हाम्रो भ्यालु होइन। सो टेम्परेचरमा डिपेन्ड गर्छ त्यो। सो आइडियल आउटपुट चाहिँ हामीले एक्सपेक्ट गर्न सक्दैनौँ यसबाट। बट हामीले काम गर्न सक्ने, वर्क अराउन्ड हुन सक्ने, त्यसको वरिपरि त्यति सिग्निफिकेन्टली असर नगर्ने भोल्टेज चाहिँ हामीले पाउन सक्छौँ कि। कुनै पनि इलेक्ट्रोनिक्स कम्पोनेन्ट त्यस्तो 100% आइडियल चाहिँ हुँदैन। हाम्रो सिमुलेसनमा धेरै आइडियल हुँदैन, रियलमा त के होला र। अलिकति त्यति सिग्निफिकेन्ट होइन, बट अलिकति डिफ्रेन्स चाहिँ हामीले एक्सपेक्ट गर्नै पर्ने हुन्छ सिमुलेसन र रियलमा। यो सानोतिनो भोल्टेज के अरे सानोतिनो सप्लाई सानोतिनो सर्किट बनाउँदा, अब ठुल्ठुलो सर्किट बनाउँदा अलिकति सिग्निफिकेन्टै चेन्ज हुन्छ है, सिग्निफिकेन्टै असर देखिन्छ। किनभने लट अफ फ्याक्टर्स के क्यापासिटिभ कप्लिङ हुन्छ, कन्डक्टिभ कप्लिङ हुन्छ, के राउटिङ ट्रेसेसमा हुन्छ नि त्यहाँ त्यो कप्लिङ भएर आउँछ, नोइज एक्सटर्नल नोइज आउँछ, टेम्परेचर तलमाथि हुन्छ, त्यो पुरै त्यो कहीँ टेम्परेचर बढ्दियो भने हुन्छ नि अब कुन ट्रान्जिस्टरहरूमा कहिले काहीँ टेम्परेचर बढिदिन्छ, टेम्परेचर बढ्यो भने कि करेन्ट बढिदिन्छ, अनि त्यो करेन्ट बढेर झन् टेम्परेचर बढिदिन्छ। सो पोजिटिभ फिडब्याक पनि हुन्छ है, त्यो टेम्परेचर बढ्यो भने अनि जान्छ सक्छ कि ट्रान्जिस्टर पनि धेरै करेन्ट फ्लो भइदिन्छ। अलिकति टेम्परेचर बढ्यो त्यसले धेरै करेन्ट ल्यायो, धेरै करेन्टले फेरि टेम्परेचरै बढाइदियो हुन्छ नि। टेन्सन भएर कपाल झरिरहेको, कपाल झरेको टेन्सन भइरहेको, त्यस्तै फिडब्याक आउँछ कि पोजिटिभ फिडब्याक भन्छ हामी त्यसलाई। सो अब नेक्स्ट स्टेज चाहियो होइन हामीलाई फेरि यो यसको नेक्स्ट स्टेजमा जान्छौँ हामी। यति सर्किट छ नि जति बनायो यसलाई कपी र पेस्ट गरिदिनुपर्छ। सो हाम्रो नेक्स्ट स्टेज पनि तयार हुन्छ। कपी पेस्ट गर्नु त जान्नु पर्यो अब, इन्जिनियरिङ स्टुडेन्ट भएपछि होइन। कपी पेस्ट त हाम्रो बेस्ट फ्रेन्ड हो। यस, द्याट इज द फाइनल सर्किट। सो अब कनेक्ट गर्छौँ हामी यसलाई सप्लाई भोल्टेजमा। सप्लाई भोल्टेजमा कनेक्ट भयो। अब यसको आउटपुट यसको इनपुट हुनेवाला छ, यसको इनपुट हुनेवाला अनि या द्याट इज द फाइनल सर्किट। अब आफूलाई कति लेभलको एक्युरेसी चाहिरहेको त्यो अझै एक स्टेज नै बढाउन सक्छौँ होइन, तर नबढाउँ। द्याट इज हामीले चाहे जति यतिमै पुग्छ कि। सो फाइनली चाहिँ हामीले भोल्टेज रिपल्सहरू कम गर्न अलिकति स्मुथ भोल्टेज हो, कर्भ होस्, त्यही भएर हामी क्यापासिटर पनि युज गर्छौँ। अनि भोल्टेज पनि त्यही आउटपुट लिँदा क्यापासिटरकै भोल्टेज एक्रोसमा लिन्छौँ। सो कम्पोनेन्टमा गाइमा प्यासिभ कम्पोनेन्ट्सहरूमा क्यापासिटर भनेर दिन्छ। अब मसँग भए 47 माइक्रोफराड छ, 47 माइक्रोफराडै युज गर्नु, सस्तोमै पाइन्छ। 47 माइक्रोफराड छ, यसलाई कनेक्ट गरेँ अर्को नि एउटा 47 माइक्रोफराडको क्यापासिटरलाई यसरी कन्फिगरेसनमा राखेपछि ग्राउन्ड पनि दिएपछि यति गरेपछि चाहिँ हाम्रो सर्किट तयार भयो। अब एकचोटि म कन्भर्जेन्सी इरर आउँदैन कि म एकचोटि फेरि यसलाई अगाडि मुभ गर्न चाहेँ होइन। सो लेट्स चेक द फाइनल भोल्टेज। लेट्स चेक द फाइनल भोल्टेज। कन्भर्जेन्सी असिस्ट कन्भर्जेन्ट भइरहेको छैन, क्यान्सलै गरिदिन्छु यो। मलाई त्यस्तो टेन्सन छैन कहिले कन्भर्ज भयो कि भएन भने, किनभने कुनै पनि बेला क्यान्सल हुन यार। अब यसले टाइम खाइदिन्छ कि। यस, सो क्यान्सल गरिदिएँ त्यसलाई। यसलाई अहिले म नेगेटिभ फिडब्याक यहाँबाट नतानेर यहीँ दिन्छु। यो नेगेटिभ फिडब्याक दिए त्यस्तै असर गर्दैन। अझ कन्भर्ज भइरहेको छैन, कहाँ गल्ती भयो त मेरो। लेट्स चेक है त कहाँ प्रब्लम आयो भनेर। प्रब्लम चाहिँ आएको छ, यो फाइलमै प्रब्लम हो कि। एकचोटि ओपन प्रोजेक्ट गरौँ। पावर सप्लाई भनेर बनाएको थिएँ मैले।
लगभग त्यही नै छ त 741 ओप्याम्प युज गरेको छु त्यसमा मैले अहिले चाहिँ 358 युज गरेको छु ओप्याम्पको कारणले त होइन होला सायद हुन नि पायो है ओप्याम्पको कारणले किनभने त लगभग सर्किट एउटै नै छ होइन यो चाहिँ मैले बनाइ पनि सकेको छु मतलब घरमा नै अब एउटा सोल्डरिङ गरेर ट्रान्जिस्टर युज गरेर प्लस माइनस 15 लगभग 14.8 भोल्टसम्म दिन्छ प्लस माइनसमा जस हाम्रो नर्मल ओप्याम्पको कुनै पनि सर्किट हुनसक्छ वाइन ब्रिज ओसिलेटर मैले बनाएर हेरिसकेँ होइन अनि एडिसीहरू पनि ट्राई गरिसकेँ मजाले दिनै रहेछ कि सो करेन्ट पनि ठिकठाकै करेन्ट दिन्छ यसले अब कति सप्लाई त्यो मेन यहाँ 30 भोल्टले नै कति दिन सक्छ करेन्ट भन्ने हो हामीले त्यसको जति पनि दिन सक्छ मानिलिने हम तर हाम्रो सप्लाईको करेन्ट लिमिटिङ कति छ करेन्टको लिमिट त्यसले नि असर त गर्छ बुस्ट कन्भर्टर त मजाकै करेन्ट दिन्छ त्यति कम करेन्ट दिने त होइन तर हाई करेन्ट अब 1 एम्पियरै चाहिन्छ भने त अलिकति गाह्रै पर्छ यो सर्किटले थाम्न सक्दैन त्यही पनि एकचोटि म फेरि रन गरेर देखाउन चाहे तपाईँहरूलाई भोल्ट मिटर लगाऊ भोल्ट मिटर लाउँदाखेरि 14.999 भोल्ट देखाइरहेको छ जुन 14.99 चाहिँ आउँदैन हामीले रियलमा बनाउँदाखेरि 14.8 जति 85 89 जति आउँछ अब एउटा लोड अपरेसन कतिको लोड हाल्ने त अब सम रेजिस्टर युज गर्यो कति 7K हालिदिउँ न त लोड अलिकति बढाउँ आफ्नो गेम बढाउँ होइन 7K लोड हाल्दाखेरि के छ त हाम्रो भोल्टेज चेक गरौँ अनि 15 भोल्टको अराउन्डमा छ भने हाम्रो यो सर्किट मजाले काम गरेर यस चेक इट 14.999 भोल्टेज छ 7 किलो ओमको लोड हाल्दाखेरि पनि हाम्रो आउटपुट भोल्टेज चाहिँ चेन्ज भएको छैन भने चाहिँ यो सर्किट चाहिँ कन्सिस्टेन्ट छ प्लस माइनस 14.99 भोल्ट दिन प्लस माइनस 15 भोल्ट दिने एप्रोक्सिमेटली सो यो सर्किटलाई तपाईँले आफ्नो घरमा बनाउन सक्नुहुन्छ अनि एउटा कुरा याद राख्नु नेगेटिभ फिडब्याक चाहिँ अब यहीँ नै नदिनु कि यहीँ बफर गर्न त सक्नुहुन्छ यहीँ नै होइन तर म चाहिँ रेकमेन्ड गर्छु नेगेटिभ फिडब्याक पछाडि नै दिनु कि लास्टमै दिनु यो फिडब्याक चाहिँ फाइनल आउटपुटसँग चाहिँ नेगेटिभ फिडब्याक दिनुहोस् त्यसले गर्दा सर्किट हल्का स्टेबल पनि हुन्छ अनि बेटर रिजल्ट पनि पाउनुहुन्छ अघिको सर्किटमा चाहिँ किन चल्यो मैले सेभ पनि गरिनँ त्यो 358 हाल्दा नचल्ने हो कि एकचोटि चेक गरेर हेर्छु है म 358 हाल्दा नचल्ने हो कि ओके 358 छ न्यू नै गरौँ होइन 358 हाल्दा नचल्ने भयो त अलिकति प्रब्लम आउँछ 358 त झन् बेटर ओप्याम्प हो कि 358 741 भन्दा लेट्स सी ओके ल चलि नै रहेछ ठिकै 358मा प्रब्लम रहेछ है त तर तपाईँले सर्किट बनाउँदाखेरि चाहिँ 358को सट्टा 741 पनि एकचोटि बनाएर हेर्नुहोस् यो सिमुलेसन टुलमा प्रोटिएस युज गर्दा नि हुन्छ यो स्पाइस हाम्रो स्पाइस पनि छ हामीसँग होइन क्यु स्पाइस के अहिले त नयाँ क्यु स्पाइस भन्ने आएको छ त्यो एकदम खतरा छ भन्ने सुने हो एलटी स्पाइस पी स्पाइस एक्स स्पाइस एनजी स्पाइस वाट एभर यु लाइक होइन आफ्नो स्पाइस भर्जन मल्टिसिम पनि छ यो मैले युज गरेर चाहिँ मल्टिसिम हो यो चाहिँ मैले कति 1 महिना जति हुन थाल्यो युज गरेँ मलाई यो प्रोटियस भन्दा चाहिँ यो मन पऱ्यो कि जस्ट एनालगको लागि चाहिँ प्रोटियसको चाहिँ अब डिजिटल एम्बेडेड सिस्टम पनि गर्न सकिन्छ त्यसमा चाहिँ राम्रोसँग त्यो चाहिँ एउटा फिचर छ प्रोटियसको प्रोटियसमा चाहिँ मेरो समय एउटा कुन त सर्किट चलिरहेको थियो नि कि सिमसको इन्भर्टर सर्किट चाहिँ प्रोटियसले किन हो सिमुलेटै गर्न मानेन अरू सबै सिमुलेटरमा चलिरहेको प्रोटियसमा चलिरहेको छैन त्यही एउटा भएको फ्रस्ट्रेसनले मैले स्विच गर्नु पऱ्यो है तर यो स्विच गरेपछि मलाई यो फेरि एकदम राम्रो लागिरहेको कि यसको फिचर्सहरू पनि प्रोटियस उस्तै नै छ लगभग दुइटै बराबर फिचर त मलाई यसको चाहिँ जोस हेर्दा नि यसको कस्तो राम्रो छ कि त्यो प्रोटियस पहल के छ त्यो त्यति एट्र्याक्टिभ छैन सो दिस इज द फाइनल सर्किट अब 741 युज गर्ने हो 358 भन्दा सिमुलेसनमा चाहिँ तर रियलमा बनाउँदा चाहिँ हल्का राम्रो खाले ओप्याम्पै युज गर्नु 741 त खत्तम हो मैले चाहिँ घरमा बनाउँदा 741 गरेँ त्यति प्रब्लम छैन तर 5-10 रुपियाँ थपेर राम्रो ओप्याम्प युज गर्नु झन् बेटर होइन 10 रुपियाँको लोभ किन गर्नु अब राम्रै बनाउने नि बनाएपछि 741 त हल्का धेरै पुरानो ओप्याम्प भइसक्यो सो म यो सेभ गर्दिनँ यसलाई म अहिले यतिकै बन्द गरिदिन्छु तपाईँले देखिसक्नुभयो दुई स्टेज एटलिस्ट दुई स्टेज चाहिँ युज गरिदिनु पुस पुल एम्प्लिफायरको त्यसले गर्दा तपाईँलाई एकदम स्टेबल आउटपुट पाउनुहुन्छ क्यापेसिटर 47 माइक्रोफराड इज गुड
अब यहाँ हाई रेजिस्टर युज गर्दा त 10 किलो ओम पनि गुड छ, त्यति नराम्रो त्यस्तो प्रब्लमेटिक त छैन। सो द्याट्स इट फर टुडे। यहाँ ओप्याम्प हाल्न चाहिँ नबिर्सिनु। अब कन्ट्रोल जेड पनि काम गर्दैन, कन्ट्रोल वाइ नि काम गरेर यति भएपछि यसलाई बायस गरिदिउँ। यसलाई यहाँ छ अनि नेगेटिभ फिडब्याक आउटपुटमा यहाँ छ। सो दिस इज द फाइनल सर्किट है। कन्भर्जेन्स के भनेर तर चल्छ। 741 युज गर्नु समथिङ यो 358 को मोडलमै प्रब्लम होला यसको, नत्र सिमुलेसन अप्सन्सहरू चेन्ज गर्दा नि हुन्छ। मैले एकचोटि ट्र्यापेज मोडलमा लाँदा चाहिँ चलेको थियो, अहिले मैले फेरि बिर्सिसकेको त्यो कहाँबाट लाने। सो द्याट्स इट। थ्याङ्क यू फर वाचिङ। आई होप यु लर्न। अनि ह्याप्पी इलेक्ट्रोनिक्स।